Namaste. My name is Narin Malla from Etora. Welcome to my mini blog. हेर्नुस् त आज म कता छु म चाहिँ छु चाइना पार्कको जिम पार्कमा जहाँ चाहिँ खेल्ने कुराहरू पनि छ आउनुस् म हजुर देखाउँछु साथीहरू यहाँ चाहिँ हनुमानजीको मूर्ति पनि देख्छ रे ह म चाहिँ यहीँबाट दर्शन गरेँ जय हनुमान आउनुस् अब भित्र इन्ट्री गरौँ आज कति धेरै साथीहरू आउनु भयो आज चाहिँ स्याटरडे भएर होला यो चाहिँ स्लाइड हो त्यो चाहिँ घुम्नुबाट खेल्ने कुरा हो त्यो चाहिँ बस्ने ठाउँ हो साथीहरू म चाहिँ मामुसँग आएको अब मामु बोल्न थाल्छिन्छ म एकछिन खेल्न जान्छु है ल भयो त अब मलाई पो जिम्मा लाएर गयो है नोरिन त अब मामु हजुर नै बोलिस है भनेर चाहिँ ऊ चाहिँ फटाफट खेल्नतिर लाग्यो है यो चाहिँ हेर्दै रिङ्गटो लाग्छ क्या साथीहरू मलाई चाहिँ के गरी खेले होला बच्चाले मैले नि ट्राई गरेको थिएँ एकचोटि मैले चाहिँ सकिनँ साँच्ची नै साथीहरू हजुरहरूलाई पनि स्याटरडे होलिडेको डेमा चाहिँ आफ्नो बेबीहरूलाई चाहिँ कुनै नयाँ ठाउँमा कहाँ लाने जस्तो लाग्छ भने चाहिँ यो ठाउँमा चाहिँ लिएर आउनु होला है यहाँ चाहिँ एकदम रमाइलो छ कि बच्चाहरूलाई खेल्ने कुराहरू पनि छ है अनि हामी ठुलै मान्छेलाई पनि त्यहाँ बस्दाखेरि पनि खोला साइड हेरेर बस्न एकदम आनन्द फिल हुन्छ बच्चाहरू चाहिँ एकदम धेरै रमाउँछन् यो ठाउँमा त्यही भएर मैले चाहिँ मेरो घर नजिकै भएको भएर चाहिँ इभिनिङ टाइममा अनि होलिडेको टाइममा चाहिँ उसलाई यहाँ सधैँ लिएर आउने गरेको छु अब हामी चाहिँ आज यो जिम पार्क सँगसँगै बुद्ध पार्क पनि जाने भनेर प्लान गरेर निस्केको थियौँ अब त्यहाँ जानुभन्दा अगाडि त चटपटे खानै पर्यो है बाटैमा पर्यो अब चटपटे देखेपछि नखाने त कुरै भएन यहाँ चाहिँ दुईवटा ठेला छ त्यो दुईटै ठेलामा चाहिँ एकदम दामी चटपटे पाउँछ गिलो चटपटे पनि बन्छ यहाँ चाहिँ अनि नानु फेरि अब बाहिर घुम्न आएको है उसलाई त अब चिजबल खानै पर्यो ल ओके ओके खाऊ भनेर भन्दै मैले उसले नि खायो मक्ख पर्यो है ऊ पनि यहाँ चाहिँ एकदम राम्रो ठाउँ छ कि बसेर खानलाई टक्क है छहरा अनि यो जुन छहरावाला यो रुख देखिरहेछ नि यो चाहिँ लिटिल चेरी किच्ची पनि भन्छ यसलाई चाहिँ कतिजना चाहिँ थाहा छैन ल चटपटे पनि आयो अब चटपटे खान्छौँ हामी है अनि यो प्लान्टमा जुन त्यो फलिरहेको फल छ त्यो चाहिँ पाकेपछि रातो भएर आउँछ अनि एकदम स्विट हुन्छ यो चाहिँ खानलाई यो टेस्ट गर्नको लागि चाहिँ हजुरहरू पनि यहाँ आउन सक्नुहुन्छ अब चाहिँ हामी ढिला नगरिकन चटपटेको पैसा तिरेर चाहिँ लाग्छौँ फटाफट बुद्ध पार्कतिर अनि साथीहरू यो फल पाकेपछि चाहिँ यस्तो हुन्छ है यहाँ चाहिँ अलि हरियो हरियो पनि छ त्यो रातो रातो थियो त्यो अझै डार्क रेड भएर आउँछ म पाकेपछि हजुरहरूलाई देखाउने नै छु यहाँ यो वरिपरि देखिरहेको सबै प्लान्ट पनि यही फलकै हो यसले चाहिँ एकदम राम्रो छहरा दिने भएर अहिले हरेक पार्कहरूमा चाहिँ यस्तो प्लान्ट लगाइने गरेको छ अब नानुले खानुभयो है दामी छ भनिरहेको छ उसले चाहिँ साँच्चै नै एकदम स्विट हुन्छ कि अनि यसको जुन त्यो फ्लेभर आउँछ नि बास्ना यस्तो दामी आउँछ नि मलाई त नदिने रे उसले मात्रै खाए ल अब यो पाकेपछि म फेरि यसको एउटा भिडियो लिएर आउँछु अब चाहिँ हामी लाग्यौँ यता बुद्ध पार्क है यो चाहिँ राप्ती खोलाको जुन पुल छ त्यो पुललाई चाहिँ क्रस गरेर जानुपर्ने हुन्छ पुल क्रस गर्ने बित्तिकै सुरु हुन्छ बुद्ध पार्क यहाँ बुद्ध पार्कसँगै चाहिँ यता तल यो जुन कलरफुल स्टोनहरू देखिरहेको छ त्यहाँ पनि राम्रो बस्ने ठाउँहरू छ यो साइडमा देखिरहेको सबै त्यहाँ बस्ने ठाउँहरू नै हो फाइनल्ली हामी पुग्यौँ बुद्ध पार्क इभिनिङ टाइममा यहाँ आएर बस्न चाहिँ एकदम रमाइलो ठाउँ छ मर्निङको टाइममा चाहिँ मर्निङ वाक गर्नेहरू पनि त्यहाँ बसेर चाहिँ मेडिटेसन गरिराख्नु भएको हुन्छ अनि एभ्री स्याटरडे चाहिँ म पनि आउँछु यहाँ एकदम पिस हुन्छ जसले गर्दा चाहिँ एकदम पोजिटिभ भाइब्स अनि मनमा एकदम शान्त महसुस हुन्छ नानु चाहिँ फटाफट म चाहिँ बुद्ध भगवान् भएको ठाउँमा जान्छु है मामु भनेर अगाडि बढिसक्नुभयो है अनि यहाँ अवस्थित जुन बुद्ध भगवान्को स्ट्याचु देखिन्छ यसले गर्दा नै एकदम मन चाहिँ शान्त हुन्छ नानु चाहिँ गएर त्यहाँ ढोगेर पनि आइसक्नु भयो अनि बुद्ध भगवान्कै साइडमा रहेको जुन स्तूपा छ यो पनि भर्खरै बनेको हो जसले गर्दा चाहिँ हाम्रो बुद्ध पार्कको सान चाहिँ अझै धेरै बढेको छ अनि यहाँ माथि बसेर तल बाटोको भ्यूहरू हेर्दा पनि एकदम राम्रो देखिन्छ यहाँ साइडमा चाहिँ थुप्रै बस्ने ठाउँहरू छ जहाँ बसेर चाहिँ हामीले बाटोमा रहेको हरेक गतिविधिहरू पनि देख्न सक्छौँ अब हामी लाग्यौँ पार्कको माथि यहाँ चाहिँ लोटस पनि छ
अहिले चाहिँ खासै फुलेको चाहिँ थिएन, एक दुईटा कोपिला मात्र थियो। यहाँ सिजनको समयमा चाहिँ सिजन अनुसारको चाहिँ एकदम राम्रो राम्रो फुलहरू हुन्छ। अहिले चाहिँ बर्खाको सिजन भएर चाहिँ खासै छैन, सो प्लान्टहरू मात्रै छ। यहाँ चाहिँ स्टेप स्टेप छ होइन, जस्तो हरेक स्टेपमा चाहिँ यहाँ बस्ने ठाउँहरू छ। यो चाहिँ सबभन्दा टपको सिडी हो, यहाँबाट चाहिँ हामी पुग्छौँ माथि रोडमा। यो रोड देखिरहेको चाहिँ माथि पाथिभरा माताको दर्शन गर्न जाने बाटो हो। यहाँ चाहिँ बाटोमा भएको ठुलो ठुलो ढुङ्गाहरूमा पनि एकदम राम्रो पेन्ट गरिएको छ, जसले गर्दा नै एकदम आकर्षक देखिन्छ त्यो ठाउँहरू चाहिँ। अनि यो चाहिँ बुद्ध पार्ककै साइडमा रहेको अर्को पार्क। त्यो सिडीबाट पनि हामी तल रोडमा निस्किन सक्छौँ। र यो माथि जुन ठाउँ छ यो ठाउँबाट पनि हामीले चाहिँ तल हेर्दाखेरि चाहिँ एकदम राम्रो सिन देखिन्छ। बुद्ध पार्कमा चाहिँ लगभग घुम्ने यही माथिसम्म नै हो ठाउँहरू चाहिँ। इभिनिङ टाइम थियो, धेरै समय नभएको भएर हामी चाहिँ फर्किहाल्यौँ। हामी चाहिँ यो साइडमा अघि देखिएको पार्क थियो त्यसको तलबाट झऱ्यौँ। यहाँबाट झर्दा पनि हामी चाहिँ सेम ठाउँमा नै पुग्छौँ। हामी पनि यो सिडीवाला पार्कमा चाहिँ आज भर्खरै मात्र आएको हो। यहाँ चाहिँ सिडी नै सिडी छ है, यति धेरै सिडी छ। तर जतिवटा सिडी भए पनि तल झरिसकेपछि चाहिँ हामी पुग्ने गन्तव्य चाहिँ एकै ठाउँमा नै रहेछ। यो पनि मैले आज भर्खरै थाहा पाएँ। यो रमाइलो ठाउँमा हजुरहरू पनि अवश्य पनि भिजिट गर्नुहोला। थ्याङ्क यू।